अलि सानो बाबु पेट फुल्लिएर कति ठुलो भएको रहेछ लिभर क्यान्सर हो हजुर यत्रो थियो पहिला यो त घटेको हजुर बाबुको नाम के हो प्रज्वल थापा छेत्री प्रज्वल घर कहाँ हो तपाईँहरूको हाम्रो चाहिँ मध्यबिन्दु नगरपालिका वडा नम्बर 15 नलप्रासी अलि नलपुरी भएको छ हजुर हेर्नुहोस् त प्रज्वल बाबुको यो अवस्था बिचरा यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू भने एकदमै अवस्था दयनीय देखेँ मैले कति वर्ष पुगे बाबु 6 वर्ष कति वर्ष पुग्यो बाबु 6 वर्ष नाम के हो तिम्रो प्रज्वल थापा छेत्री हो पढ्छौ अहिले कतिमा 1 मा अझै धेरै संसार देख्न मन छ धेरै ठुलो मान्छे बन्न मन छ बाबुको लागि तपाईँहरूले सहयोग गरिदिनु होला म यो भिडियोमा पनि म तपाईँको एकाउन्ट नम्बर राखिदिन्छु उता एकाउन्ट नम्बर साथीहरूलाई पठाइदिनु होला दिनु होला है हुन्छ सर हेर्नुहोस् त यस्तो अहिले बाबुको उपचारको लागि चाहिँ यहाँ चाहिँ 24 लाख लाग्छ भन्नुभएको थियो हजुर जे लगभग हामीले अहिले लगभग हजुरको 15,67,000 उठाइसकेका छौँ कि अब त धेरै पनि बाँकी हजुर धेरै पनि छैन कि त्यसले गर्दाखेरि 10 लाख जति हाराहारीमा सहयोग उठ्यो भने आइसी हो यो हजुर 15 लाख आइसी भन्नुभएको थियो 24 लाख नेपाली होइन हजुर हजुर त्यसले गर्दा लगभग 15,67,000 हामीसँग उठिसकेको छ अहिले त्यसले गर्दा 10 लाख जति उठाउन सकियो भने त बाबुलाई बचाउन सकिँदैछ बाबुको नयाँ जिन्दगीका लागि सबैजनाले सहयोग गरिदिनु होला सकेको सहयोग गरिदिनु होला भन्न चाहन्छु अझै संसार देख्न बाँकी छ अझै धेरै कुराहरू देख्न बाँकी छ बिचरा यस्तो अवस्थामा अहिले भारतमा उपचार गराइराख्नु भएको रहेछ भारतमा कुन ठाउँमा गर्नुभएको छ राजीव गान्धीमै उपचार गरिरहनु भएको छ हजुर यस्तो बिजोग छ नेपालमा राम्रो हस्पिटल हुन्थ्यो भने हस्पिटल त छन् तर महँगा छन् अब उपचार पनि अब त्यही किसिमको छ टिचिङ हस्पिटलमा देखाएको टिचिङ हस्पिटलमा चाहिँ लगभग 2 महिना जति राख्नु भयो कि उहाँ चाहिँ त लिभरमा चाहिँ सानो ट्युमर रहेछ होइन तर उहाँहरूले के भन्नुभयो भन्दा लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ भन्नुभयो कि लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ 35 देखि 35 लाख लाग्छ भन्नुभयो होइन अनि हामी अलिकति आर्थिक रूपमा कमजोर भएको कारणले गर्दा पनि अलिकति असमर्थ भयौँ तर यहाँ ल्याइसकेपछि लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने रहेनछ होइन हजुरको सर्जरी गरेर निकाल्न मिल्दो रहेछ कि ट्युमरलाई त्यो खालको प्रक्रियाको रहेछ तर हामीले टिचिङ हस्पिटलले लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ भनेर झन् बाबुको ट्युमरलाई चाहिँ बढाउने काम गरियो कि उहाँ राखेर झन् बाबुको ट्युमरलाई बढाउने काम गरियो सर्जरी गरेर निकाल्न मिल्यो ट्युमरलाई अनि अन्तिम अवस्थामा चाहिँ बालकान्ति हस्पिटलले रेफर गरेर हामी आयौँ त्यही त अब यस्तो किन भइरहेछ त्यो म अचम्म भइरहेको छु मैले भारतमा जति पनि बिरामीहरू देखिरहेको छु नेपालमा उपचार गर्दा गर्दै धेरै पैसा खर्च भयो अनि उपचारमा पैसा त खर्च भयो